Okay, welcome everybody. Today we will talk about mixed exercise in this part of video. Question number 10 को 1 first मा हामी solve गर्छौं. The question is salary paid rupees 100 but wrongly debited in wages account. Accountant ले mistake entry गरेको छ. Salary तिरेको छ तर wages account मा debit गरिदिएको छ. त हामीलाई थाहा छ जुन account wrong entry भएको छ wrong entry लाई उल्टाउने रङ इन्ट्रीलाई उल्टा गर्ने वेजेसलाई डेबिट गरेको छ भने अब वेजेसलाई क्रेडिट गर्ने अनि स्यालेरीलाई डेबिट गर्ने हामी हाम्रो इन्ट्री भन्छ स्यालेरी अकाउन्ट डीआर टु वेजेस अकाउन्ट 100 रुपीस डेबिटमा 100 रुपीस क्रेडिटमा नेक्स्ट 2 मा इन्ट्रेस्ट रिसिभ रुपीस 300 बट रङली क्रेडिटेड टु कमिसन अकाउन्ट इन्ट्रेस्ट पायो तर रङली मिस्टेकले कमिसन अकाउन्टमा लेखिदियो कमिसन अकाउन्टलाई क्रेडिट गर्यो अलवेज रिमेम्बर रङ इन्ट्रीलाई उल्टाउने डेबिट छ भने क्रेडिट गर्ने क्रेडिट भएको छ भने डेबिट गर्ने कमिसन अकाउन्ट हाम्रो यहाँ भएको छ क्रेडिट त कमिसन अकाउन्टलाई गर्ने डेबिट कमिसन अकाउन्टलाई गर्ने डेबिट कमिसन अकाउन्ट भयो हाम्रो क्रेडिट कमिसनलाई गर्ने डेबिट अनि इन्ट्रेस्ट रिसिभलाई गर्ने क्रेडिट कमिसनलाई गर्ने डेबिट अनि इन्ट्रेस्ट रिसिभलाई गर्ने क्रेडिट डेबिट कल्युममा 300 क्रेडिट कल्युममा 300 सक्यो त्यसपछि 3 नम्बरमा स्यालेरी पेड टु राम 200 बट डेबिटेड टु हिज पर्सनल अकाउन्ट रामलाई स्यालेरी दियो स्यालेरीलाई डेबिट गर्ने पर्ने ठाउँमा रामलाई डेबिट गरेको छ त राम डेबिट रङ इन्ट्री हो उल्टा गर्ने रामलाई क्रेडिट गर्ने स्यालेरीलाई डेबिट गर्ने रामलाई क्रेडिट गर्ने स्यालेरीलाई डेबिट गर्ने अमाउन्ट कल्युममा 200 200 यति गर्दा हाम्रो क्वेशन नम्बर 3 पनि सक्यो त्यसपछि नेक्स्टमा 4 नम्बरमा वेजेस पेड टु इन्स्टल न्यू मेसिनरी बट रङली डेबिटेड टु वेजेस अकाउन्ट रङली वेजेस अकाउन्टले डेबिट गरेको छ वेजेसलाई हामी क्रेडिट गर्छौं अनि वेजेस पेड टु इन्स्टल अ न्यू मेसिनरी मेसिनरी अकाउन्टलाई डेबिट गर्छौं एउटा कुरा याद राख्ने मेसिनरीसँग जुडेको जति पनि खर्च हुन्छ मेसिनरीसँग जुडेको जति पनि खर्च हुन्छ हामी मेसिनरी किनेर ल्याउँछौं 10000 को मेसिनरी 200 भाडा लाग्यो 500 इन्स्टलेसन खर्च लाग्यो वेजेसहरु त्यो इन्स्टल गर्नको लागि यो सबै खर्च मेसिनरीको खर्च हो त्यसैले यो सबै खर्चलाई हामी मेसिनरी अकाउन्टमा डेबिट गर्छौं तर अकाउन्टेन्टले यहाँ के गरेको छ वेजेस अकाउन्टमा डेबिट गरेको छ यो रङ इन्ट्री भयो अकाउन्टेन्टले मेसिनरी अकाउन्टमा डेबिट गर्नु पर्थ्यो तर वेजेस अकाउन्टमा डेबिट गरेको छ त वेजेस अकाउन्टलाई क्रेडिट गर्ने मसिनरी अकाउन्टलाई डेबिट गर्ने मसिनरी अकाउन्टलाई डेबिट गर्ने वेजेस अकाउन्टलाई क्रेडिट गर्ने अनि अमाउन्ट हामीले दिएको छैन भने हामी अमाउन्टमा केही नराख्ने एक्स लेखेर छोडिदिने सक्यो नेक्स्ट यसपछि छ हामीसँग क्वेशन नम्बर 5 रेन्ट पेड रुपीस 400 नट पोस्टेड इन द लेजर रेन्ट तिरिदियो तर अकाउन्टेन्टले लेजरमा लेख्न बिर्सेको छ लेख्न बिर्सेको कुरालाई हामीले लेखिदिनु पर्छ जस्ताको त्यस्तै हाम्रो इन्ट्री भन्छ रेन्ट अकाउन्ट डीआर टु क्याश अकाउन्ट डेबिट 4000 क्रेडिट 4000 यति गर्दा हाम्रो क्वेशन नम्बर 10 सल्भ अब हामी नेक्स्ट क्वेशन हेर्छौं क्वेशन नम्बर 11 क्वेशन नम्बर 11 को क्वेशन नम्बर 11 मा वन हेर्छौं फर्निचर पर्चेस्ड फर रुपीस 10,000 बट रिकॉर्डेड एज 1,000 इन फर्निचर अकाउंट फर्निचर 10,000 को किनेको छ तर 1,000 मात्रै लेख्यो यो सिचुएसन भयो हाम्रो अंडरकास्ट को सिचुएसन में हामी सेम अकाउन्टमा मतलब सेम साइडमा एन्ट्री गर्छौं ओभरकास्ट भयो भने अपोजिट साइड अंडरकास्ट भयो भने सेम साइड अब हामी यहाँ फर्निचर पर्चेस गरेको छ फर्निचर अकाउन्टलाई डेबिट गर्छौं
अनि क्यास एकाउन्टलाई क्रेडिट गर्छौँ। पर्चेस गर्ने बेलामा क्यास जान्छ, त्यसैले क्यासलाई क्रेडिट गर्छौँ। अनि एमाउन्ट कलममा डिफरेन्स पैसालाई लेख्छौँ 9000। 10000बाट 1000 घटाएर 10000बाट 1000 घटाएर 9000 बाँच्यो, त्यसलाई हामी एमाउन्ट कलममा लेख्छौँ यसरी। फर्निचर एकाउन्ट DR 9000 टु क्यास एकाउन्ट 9000। त्यसपछि 2 नम्बरमा हामीसँग छ 2 नम्बरमा हामीसँग छ पर्चेजेस अफ रुपिज 8000 रिकर्डेड एज 80,000 इन द पर्चेस बुक। सामान किन्यो 8000 को तर लेखिसक्यो 80,000। ओभरकास्टको सिचुएसन हो। ओभरकास्टमा अपोजिट साइडमा इन्ट्री गर्ने। पर्चेज हाम्रो जहिले पनि हुन्छ DR, पर्चेज हुन्छ DR अनि DR को अपोजिट साइड हुन्छ CR। अब पर्चेजलाई हामी गर्छौँ CR। हाम्रो पर्चेज हुन्छ CR। यहाँ हेर्नुहोस्, पर्चेज एकाउन्टलाई क्रेडिटमा राखेका छौँ 72,000 डिफरेन्स पैसा। अनि क्यासलाई हामी गर्छौँ डेबिट अपोजिटमा। पर्चेज गर्दा क्यास जान्छ अनि अपोजिट इन्ट्री गर्दा क्यासलाई डेबिट गरिदिन्छौँ। यो गर्दा हाम्रो टु सल्भ। 3 नम्बरमा हेरौँ। सेल्स अफ रुपिज 7500 रिकर्डेड एज 5700 इन सेल्स बुक। 7500 को सट्टामा 5700 लेखियो। अन्डरकास्टको सिचुएसन भयो। अन्डरकास्ट मतलब सेम साइडमा। सेल्स बुक CR मा जाने आइटम भयो। अब हामी सेम साइड मतलब CR मै इन्ट्री गर्छौँ। सेल्स बुकलाई CR गर्छौँ, सेल्स एकाउन्टलाई CR गर्छौँ र क्यास एकाउन्टलाई डेबिट गर्छौँ। सेल्स गर्दाखेरि क्यास आउँछ, त्यसैले क्यास डेबिट। अनि एमाउन्ट कलममा 1800 डिफरेन्स पैसालाई 1800 डेबिटमा 1800 क्रेडिटमा राख्छौँ है त। 4 नम्बरमा हेरौँ। रेन्ट पेड रुपिज 5000 बट नट रिकर्डेड इन एनी बुक। रेन्ट पेड गर्यो तर कहीँ पनि लेखेन। नलेखेको कुरालाई जस्ताको त्यस्तै लेखिहाल्नुपर्छ। रेन्ट एकाउन्ट DR टु क्यास एकाउन्ट 5000 क्रेडिटमा 5000 डेबिटमा। त्यसपछि 5 नम्बरमा 11 को 5 भी नम्बर। गुड्स सोल्ड टु त्रिलोक रुपिज 4000 वर पोस्टेड ट्वाइस इन त्रिलोक एकाउन्ट। त्रिलोकलाई 4000 को सामान बेच्यो र उसको एकाउन्टमा 2 पटक इन्ट्री गर्यो। एक पटक जुन बेसी इन्ट्री भएको छ त्यसलाई हामी क्यान्सल गर्छौँ र क्यान्सल गर्नको लागि अपोजिट इन्ट्री गर्नुपर्छ। सामान बेच्दाखेरि को इन्ट्री हुन्छ त्रिलोक एकाउन्ट DR टु सेल्स एकाउन्ट। अपोजिट इन्ट्री गर्दाखेरि सेल्स एकाउन्ट DR टु त्रिलोक एकाउन्ट हुन्छ। सेल्स एकाउन्ट DR टु त्रिलोक एकाउन्ट। एमाउन्ट कलममा 4000 र 4000। यति गर्दा हाम्रो सक्यो। त्यसपछि अब हामी 12 नम्बर क्वेसनमा जान्छौँ। 12 को I मा। गुड्स सोल्ड टु हरि अफ रुपिज 200 बट रिकर्डेड एज पर्चेस फ्रम हरि। हामी हरिलाई सामान बेच्यौँ तर रिकर्ड गर्दाखेरि पर्चेज भयो भनेर रिकर्ड गर्यौँ। हाम्रो करेक्ट इन्ट्री भयो हरि एकाउन्ट DR टु सेल्स एकाउन्ट अनि रङ इन्ट्री भयो पर्चेज एकाउन्ट DR टु हरि एकाउन्ट। रङ इन्ट्रीलाई उल्टा गर्ने। रङ इन्ट्रीलाई उल्टा गर्ने बित्तिकै पर्चेज एकाउन्ट क्रेडिट हुन्छ अनि हरि एकाउन्ट डेबिट हुन्छ। करेक्ट इन्ट्रीमा पनि हरि डेबिट भयो, रङ इन्ट्रीलाई उल्टाउँदा पनि हरि डेबिट भयो। हरि 2 पटक डेबिट भयो तर लेख्ने बेलामा हामी एक पटक मात्र डेबिट गर्छौँ। हरि एकाउन्टलाई 1 पटक मात्र डेबिट गर्छौँ तर एमाउन्टमा लेख्दाखेरि हामी एमाउन्टलाई डबल गरेर इन्ट्री गर्छौँ। अनि भयो हाम्रो हरि एकाउन्ट DR टु पर्चेज। पर्चेजलाई क्यान्सल गर्नको लागि क्रेडिट गर्नुपर्छ अनि हाम्रो करेक्ट इन्ट्री भयो टु सेल्स एकाउन्ट 200। यति गर्दा हाम्रो 12 को I पनि सक्यो। 12 को डबल I मा हेरौँ। पर्चेस फ्रम राम रुपिज 60 रिकर्डेड एज सेल्स टु राम। यो 12 को I जस्तै छ। रामबाट सामान किनेको छ तर एकाउन्टेन्टले बेचेको बुझेर इन्ट्री गरेको छ। किन्दाखेरि इन्ट्री हुन्छ पर्चेस एकाउन्ट DR टु राम एकाउन्ट। बेच्दाखेरिको इन्ट्री भयो राम एकाउन्ट DR टु सेल्स एकाउन्ट। रङ इन्ट्रीलाई उल्टाएर लेख्दा हाम्रो इन्ट्री यसरी हुन्छ पर्चेस एकाउन्ट DR। राइट इन्ट्री भयो पर्चेस एकाउन्ट DR टु राम एकाउन्ट। रङ इन्ट्रीलाई उल्टाउँदा हाम्रो सेल्स एकाउन्ट DR टु राम एकाउन्ट। राम 2 चोटि क्रेडिट भइरहेछ तर लेख्ने बेलामा हामी एकचोटि मात्र लेख्छौँ। यता एमाउन्टमा आएर
एमाउन्टमा आएर हामी एमाउन्टलाई डबल गर्छौँ, नामलाई सिंगल नै लेख्छौँ, नामलाई सिंगल नै लेख्छौँ, एमाउन्टलाई हामी डबल गर्छौँ, नामलाई हामी सिंगल लेख्छौँ तर एमाउन्टलाई हामी डबल गर्छौँ। पर्चेज एकाउन्ट डेबिट भएको छ 60, सेल्स एकाउन्ट पनि रङ साइडमा इन्ट्री भएकोले गर्दा यसलाई क्रेडिटबाट डेबिट गरियो ₹60 र राम एकाउन्टले डबल एमाउन्टले क्रेडिट गरियो ₹120। अब नेक्स्टमा हाम्रो रहेको छ ट्रिपल आईमा डेप्रिसिएसन अन फर्निचर ₹500 इन्टर इन्टु मसिनरी एकाउन्ट। फर्निचर डेप्रिसिएसन अन फर्निचर भएको छ तर एकाउन्टेन्टले मेसिनरीमा लेखेको छ। डेप्रिसिएसन अन फर्निचर अफ ₹500 को इन्ट्री हुन्छ डेप्रिसिएसन एकाउन्ट DR2 फर्निचर एकाउन्ट। फर्निचर एकाउन्टलाई क्रेडिट गर्नुको सट्टामा मसिनरीलाई क्रेडिट गरेको छ। मसिनरी हाम्रो रङ एकाउन्ट रङ इन्ट्री भयो अनि रङ इन्ट्रीलाई हामी उल्टा गर्छौँ। मसिनरी क्रेडिट भएको छ रङ इन्ट्रीमा भने अब हामी मसिनरीलाई डेबिट गर्छौँ र पर्चेजलाई क्रेडिट गर्छौँ। पर्चेजलाई फर्निचरलाई क्रेडिट गर्छौँ, मसिनरीलाई डेबिट गर्छौँ। हाम्रो सल्युसन सक्छ र एमाउन्ट कलममा 500 राख्ने सक्यो। यसपछि हामीसँग छ 4 नम्बरमा वेजेस पेड ₹800 वाज रिकर्डेड इन स्यालेरी एकाउन्ट। वेजेस पेड गर्यो तर मिस्टेकले स्यालेरी एकाउन्टमा लेखिसक्यो। वेजेसलाई डिआर गर्नुको सट्टामा स्यालेरीलाई डिआर गरेको छ। स्यालेरी हाम्रो रङ इन्ट्री भयो, रङ इन्ट्रीलाई उल्टा गर्ने, स्यालेरीलाई क्रेडिट गर्ने, वेजेसलाई डेबिट गर्ने, वेजेसलाई डेबिट गर्ने, स्यालेरीलाई क्रेडिट गर्ने। एमाउन्ट कलममा 800 पुट गर्ने सकिसक्यो। त्यसपछि नेक्स्टमा छ 5 नम्बरमा हामीसँग क्वेसन ₹5,000 was undercast. Undercast means same side. In totaling the purchase book, purchase book लाई टोटल गर्दाखेरि 5,000 रुपैयाँ कम लेखिएको छ, अंडरकास्ट भएको छ। पर्चेस बुक मात्र भनियो, यो हाम्रो वान साइडेड इन्ट्री भयो। वान साइडेड इन्ट्री भयो। वान साइडेड इन्ट्रीलाई हामी लेजर बनाएर सल्भ गर्छौँ। पर्चेज बुक अंडरकास्ट भएको छ। पर्चेज डीआर मा जाने आइटम हो, अंडरकास्ट मतलब सेम साइड, मतलब पर्चेजलाई हामी डीआर मै लेख्छौँ। पर्चेज एकाउन्ट यसरी हामी लेजर बनाउँछौँ। 5 नम्बरमा पर्चेज एकाउन्ट लेजरको नाम हुन्छ अनि हामी डेबिट साइडमा इन्ट्री गर्नुपर्ने हुन्छ। अंडरकास्टको सिचुएसनमा सेम साइडमा गर्नुपर्ने हुन्छ इन्ट्री, त्यसैले हामी डेबिट साइडमा लेख्छौँ टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ पर्चेज बुक। टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ पर्चेज बुक। यहाँ हाम्रो टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ पर्चेज बुक हुन्छ। टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ पर्चेज बुक। यहाँ बुक नलेख्ने, पर्चेज एकाउन्ट लेख्ने। पर्चेज यहाँ बुक नलेख्ने, पर्चेज एकाउन्ट लेख्ने। टु रेक्टिफिकेसन अफ अंडरकास्ट अफ पर्चेज एकाउन्ट र एमाउन्ट कलममा 5,000 सक्यो। यति गर्दा हामी क्वेसन नम्बर 12 को 5B नम्बर पनि सक्छौँ। नेक्स्ट हामीसँग छ अब क्वेसन नम्बर 13। क्वेसन नम्बर 13 त झन् इजी छ, साथीहरू हेर्दै गर्नुहोला र भिडियोलाई शेयर पनि गर्नुहोला ताकि अरू साथीहरूले पनि पाओस्। ल क्वेसन नम्बर 13 को 1 नम्बरमा हेरौँ। डेप्रिसिएसन अफ ₹5,000 अन मसिन रङली इन्टर्ड एज 500। डेप्रिसिएसन 5,000 भयो तर मिस्टेकले 500 मात्र लेख्यो। अंडरकास्टको सिचुएसन भयो। अंडरकास्टको सिचुएसनमा सेम साइडमा इन्ट्री गर्नु पर्छ। अब हाम्रो इन्ट्री भन्छ 13 को 1 नम्बरमा डेप्रिसिएसन एकाउन्ट DR2 मसिनरी एकाउन्ट अनि डिफरेन्स पैसालाई हामी डेबिट र क्रेडिट कलममा लेखिहाल्छौँ। यसो गर्दा हाम्रो 13 को आई कम्प्लिट। अब हामी 13 को डबल आईमा जान्छौँ।
13 को डबल आईमा क्वेसन रहेको छ गुड सोल्ड एन्ड क्रेडिट फर ₹10,000 वाज रङली इन्टर इन्टु पर्चेस बुक। सामान 10,000 को सेल्स गरेको छ तर मिस्टेकले पर्चेस बुकमा लेखेको छ। सामान बेच्दाखेरि क्रेडिटमा बेचेको छ र पर्चेस गर्दाखेरि पनि क्रेडिटमा पर्चेस गरेको बुझेको छ। बेच्दाखेरिको एन्ट्री हुन्छ, सामान बेच्दाखेरि सेल गर्दाखेरिको एन्ट्री हुन्छ डेप्टर्स एकाउन्ट डिआर टु सेल्स एकाउन्ट, तर एकाउन्टेन्टले लेखेको छ पर्चेस एकाउन्ट डिआर टु क्रेडिटर्स एकाउन्ट। रङ साइडको इन्ट्रीलाई उल्टा गर्ने अनि करेक्ट साइडको इन्ट्रीलाई जस्ताको त्यस्तै लेख्ने। यहाँ हाम्रो भयो डेप्टर एकाउन्ट डिआर, करेक्ट इन्ट्री भयो डेप्टर एकाउन्ट डिआर टु सेल्स एकाउन्ट अनि रङ इन्ट्री भयो क्रेडिटर्स एकाउन्ट डिआर टु पर्चेस एकाउन्ट। यो रङ इन्ट्रीलाई हामी यहाँ उल्टा गरेर लेखेका छौँ। रङ इन्ट्री पर्चेस डेबिट थियो तर हामी इन्ट्री गर्दाखेरि पर्चेसलाई यहाँ क्रेडिट गऱ्यौँ। रङ इन्ट्रीमा क्रेडिटर्स क्रेडिट थियो, यहाँ हामी डेबिट गरेर लेख्यौँ। अनि एमाउन्ट कलियममा जति एमाउन्ट हाम्रो क्वेसनमा दिएको छ त्यति एमाउन्टलाई यहाँ हामी कपी गरिदिन्छौँ डेबिट र क्रेडिट कलियममा रेस्पेक्टिभली। ओके, यति गर्दा हामी क्वेसन नम्बर 13 को 2 गरिसक्यौँ। 13 को 3 मा हेरौँ। 13 को 3 मा रहेको छ पर्चेस अफ ₹6,000 फ्रम राजन वाज रिकर्डेड इन सेल्स एकाउन्ट। राजनबाट सामान किन्यो तर सेल्स एकाउन्टमा इन्ट्री गरिसक्यो। यसको इन्ट्री हुन्छ पर्चेस एकाउन्ट डिआर सेल्स एकाउन्ट डिआर टु राजन एकाउन्ट। राजन एकाउन्टमा आउँदाखेरि हामी एमाउन्टलाई डबल गर्छौँ किनभने करेक्ट इन्ट्रीमा राजन एकचोटि क्रेडिट भएको छ अनि रङ इन्ट्रीमा राजन डेबिट भएको छ। रङ इन्ट्रीमा डेबिट भएकोले कारण यसलाई हामी क्रेडिट गर्छौँ र राजन 2 पटक क्रेडिट भयो। नाम 1 पटक नै लेख्छौँ र एमाउन्टमा हामी 2 पटक एमाउन्टलाई मल्टिप्लाई गरेर लेख्छौँ। अब हाम्रो करेक्ट इन्ट्री हुन्छ पर्चेस एकाउन्ट डिआर टु राजन एकाउन्ट अनि रङ इन्ट्री थियो सेल्स एकाउन्ट डिआर जसलाई हामी सेल्स एकाउन्ट सिआरमा थियो जसलाई हामी यहाँ डेबिट गऱ्यौँ र राजन डेबिटमा थियो जसलाई हामी यहाँ क्रेडिट गऱ्यौँ। यति गर्दा हाम्रो 3 नम्बर पनि सक्छ। भिडियोलाई सुरुदेखि राम्ररी एकचोटि अझै हेर्नु होला, फेरिदेखि हेर्नु होला, पार्ट 1 देखि पार्ट 1 मा गएर कन्सेप्टहरू बुझ्नु होला, फेरि हेर्नु होला, फेरि गर्नु होला, मजाले बुझिन्छ। त्यसपछि अब हामी जान्छौँ आइभी नम्बरमा। क्रेडिट सेल्स अफ ₹1,000 to Samir has been wrongly recorded in purchase book. Purchase book. Credit sales of ₹1,000 to Samir has been wrongly recorded in purchase book. समीरलाई सामान बेचेको छ क्रेडिटमा तर मिस्टेकले पर्चेस बुकमा रिकर्ड गरेको छ। यो हाम्रो भयो 13 को डबल आई जस्तै इन्ट्री। अब यसको इन्ट्री हुन्छ हाम्रो समीर एकाउन्ट डिआर टु सेल्स एकाउन्ट टु पर्चेस एकाउन्ट। समीर एकाउन्टलाई हामी डबल एमाउन्ट लेख्छौँ किनभने समीर करेक्ट इन्ट्रीमा डेबिट भएको छ र रङ इन्ट्रीमा समीर क्रेडिट भएको छ। त रङ इन्ट्रीमा क्रेडिट भएको समीरलाई हामी रेक्टिफाई गर्दाखेरि डेबिट गर्छौँ, उल्टा गर्छौँ। त क्रेडिटलाई हामी डेबिट गऱ्यौँ उल्टा गरेर, जसले गर्दा समीर 2 चोटि डेबिट भयो। नाम 1 चोटि मात्र लेख्छौँ र एमाउन्टमा हामी एमाउन्टलाई डबल गरेर लेख्छौँ। यस्तो गर्दा हाम्रो आइभी 4 नम्बर पनि सक्यो। अब हामी हेर्छौँ 5 नम्बरमा। 5 नम्बरमा छ स्यालेरी पेड टु कुमार ₹6,000 वाज ओमिटेड टु रिकर्ड इन द बुक। कुमारलाई 6,000 स्यालेरी दियो तर लेख्न बिर्स्यो। लेख्न बिर्सेको कुरालाई हामीले जस्ताको त्यस्तै लेखिहाल्नुपर्छ। स्यालेरी एकाउन्ट डिआर टु क्यास एकाउन्ट 6,000। यति गर्दा 5 नम्बर सक्यो। अब हामी क्वेसन नम्बर 14 मा जान्छौँ। 14 मा हामीसँग छ इरर्स लोकेटेड आफ्टर प्रिपेयरिङ ट्रायल ब्यालेन्स। जहिले पनि जब पनि हामीलाई आफ्टर प्रिपेयरिङ ट्रायल ब्यालेन्स भन्छ, आफ्टर भन्ने बित्तिकै बुझ्ने जति पनि हामी सल्युसन गर्छौँ जर्नल बनाएर गर्छौँ। आफ्टर प्रिपरेसन अफ ट्रायल ब्यालेन्सको इररमा जर्नल मात्र बनाइन्छ, लेजर यसमा बनाइँदैन। 14 को आई नम्बर अब हेरौँ। स्यालेरी पेड ₹500 वाज रङली डेबिटेड टु वेजेस एकाउन्ट। स्यालेरी तिरेको छ तर मिस्टेकले वेजेसमा लेखिदिएको छ। रङ इन्ट्रीलाई उल्टा गर्ने, वेजेसलाई डेबिट गरेको छ भने तपाईले वेजेसलाई क्रेडिट गर्ने अनि स्यालेरीलाई डेबिट गर्ने। अब हाम्रो हुन्छ स्यालेरी एकाउन्ट डिआर टु
वेजेस एकाउन्ट एमाउन्ट कल्युममा 500 यति गर्दा हाम्रो 14 को वाइ सकियो। त्यसपछि 14 को डबल आईमा इन्ट्रेस्ट रिसिभ्ड ₹200 वाज रङली रिकर्डेड इन डिभिडेन्ड रिसिभ्ड। इन्ट्रेस्ट पाएको छ तर डिभिडेन्ड रिसिभ्डमा इन्ट्री भएको छ। डिभिडेन्ड रिसिभ्डलाई सीआर गरेको छ रङ इन्ट्रीमा। यसलाई हामी करेक्ट गर्दाखेरि डीआर गर्नुपर्छ। त डिभिडेन्डलाई डीआर गर्ने, इन्ट्रेस्ट रिसिभ्डलाई सीआर गर्ने, अमाउन्ट कल्युममा 200 पुट गर्ने सक्यो। त्यसपछि हाम्रो 3 नम्बरमा रहेको छ ट्रिपल आईमा रहेको छ इन्ट्रेस्ट पेड टु रमेश 300 हैज बीन डेबिटेड टु हिज पर्सनल एकाउन्ट। रमेशलाई इन्ट्रेस्ट तिरेको छ तर इन्ट्रेस्टलाई डेबिट गर्नुको सट्टा रमेशलाई डेबिट गरेको छ। रमेशलाई डेबिट गरेको छ भने रमेशलाई क्रेडिट गर्ने, इन्ट्रेस्टलाई डेबिट गर्ने। अब हाम्रो करेक्ट इन्ट्री हुन्छ रमेश एकाउन्टलाई क्रेडिट गर्ने अनि इन्ट्रेस्टलाई डेबिट गर्ने, यानी कि इन्ट्रेस्ट पेड एकाउन्ट डीआर टु रमेश एकाउन्ट 300 यति गर्दा हाम्रो 3 नम्बर सक्यो। त्यसपछि नेक्स्टमा हामी हेर्छौँ 4 नम्बरमा फर्निचर पर्चेस फर ₹7,000 हैज बीन रिकर्डेड इन फर्निचर पर्चेस एकाउन्ट। फर्निचर किन्यो तर पर्चेस एकाउन्टमा इन्ट्री भयो। फर्निचरलाई डेबिट गर्ने, पर्चेस एकाउन्टलाई क्रेडिट गर्ने। फर्निचर एकाउन्ट डीआर टु पर्चेस एकाउन्ट। पर्चेसलाई डेबिट गरेको थियो, रङ इन्ट्री भयो। यसलाई करेक्ट गर्नको लागि उल्टा गर्नुपर्छ। त पर्चेसलाई क्रेडिट गर्ने अनि फर्निचर एकाउन्टलाई डेबिटको डेबिटै गर्ने। एमाउन्ट कल्युममा 7,000 सक्यो। नेक्स्टमा हामी जान्छौँ र हेर्छौँ गुड्स सोल्ड फर ₹3,000 वाज नट रिकर्डेड एट अल। सामान 3,000 को बेचियो तर कहीँ लेखेन। नलेखेको कुरालाई हामीले लेखिदिनुपर्छ। अब हामी इन्ट्री गर्छौँ क्यास एकाउन्ट डीआर टु सेल्स एकाउन्ट। यो गर्नको लागि जर्नल तपाईँले बुझेको हुनुपर्छ। सेल्स गर्दाखेरि क्यास आउँछ, सामान जान्छ, त्यसैले क्यास एकाउन्ट डीआर टु सेल्स एकाउन्ट भयो। अब हामी क्वेसन नम्बर 15मा जान्छौँ। 15 को आईमा 15 को आईमा रहेको छ क्रेडिट पर्चेस अफ 8,000 फ्रम श्याम रिकर्डेड एज क्रेडिट सेल्स। श्यामबाट सामान किनेको छ क्रेडिटमा तर एकाउन्टेन्टले बेचेको छ लेखिदियो। श्यामबाट 8,000 को सामान किनेको छ तर एकाउन्टेन्टले सेल्स क्रेडिट सेल्स भनेर इन्ट्री गरिदियो। रङ इन्ट्रीलाई उल्टा गर्ने, करेक्ट इन्ट्रीलाई जस्ताको त्यस्तै लेख्ने। करेक्ट इन्ट्री हो पर्चेस एकाउन्ट डीआर टु श्याम एकाउन्ट अनि रङ इन्ट्री हो रङ इन्ट्रीलाई उल्टा गर्नु छ। रङ इन्ट्री क्रेडिट भएको छ, यहाँ हामी डेबिट गरेका छौँ सेल्सलाई। सेल्स हाम्रो रङ इन्ट्री हो। सेल्स क्रेडिट भएको छ, सेल्सलाई डेबिट गर्यो। श्याम डेबिट भएको थियो, श्यामलाई हामी यहाँ क्रेडिट गरेका छौँ। श्याम 2 चोटि क्रेडिट भयो। नाम 1 चोटि मात्र लेख्छौँ र एमाउन्टलाई हामी डबल गरेर लेख्छौँ। 8,000 इन्टु 2 16,000। नाम डबल इन्ट्री नगर्ने, नामलाई सिंगल इन्ट्री मात्र गर्ने, एमाउन्टलाई डबल गर्ने। नाम सेम भयो भने 1 चोटि मात्र लेख्ने तर एमाउन्टलाई 2 चोटि 2 टाइम्स मल्टिप्लाई गरेर लेख्ने। अब हामी 15 को डबल आई हेर्छौँ। 15 को डबल आईमा छ क्रेडिट सेल्स टु राजेन्द्र अफ ₹2,000 रिकर्डेड एज क्रेडिट पर्चेज। राजेन्द्रलाई सामान बेचेको छ क्रेडिटमा, उधारोमा, तर एकाउन्टेन्टले किनेको छ भनेर लेखिदियो। रङ इन्ट्रीलाई उल्टा गर्ने। राइट इन्ट्री छ हाम्रो राजेन्द्र एकाउन्ट डीआर टु सेल्स एकाउन्ट तर एकाउन्टेन्टले के गरेको छ पर्चेजलाई डेबिट गरेर राजेन्द्रलाई क्रेडिट गरेको छ, जसलाई हामी यहाँ उल्टा गरेर लेख्यौँ। राजेन्द्रलाई डेबिट गर्यो, पर्चेजलाई क्रेडिट गर्यौँ र एमाउन्ट कल्युममा राजेन्द्र 2 पटक डेबिट भएको छ, त्यसैले यसको एमाउन्टलाई हामी डबल गर्यौँ। बाँकी सब 2,000 जस्ताको त्यस्तै। अब हामी 3 नम्बरमा जान्छौँ। 3 नम्बरमा छ इन्ट्रेस्ट रिसिभ्ड ₹250 बट रिकर्डेड एज इन्ट्रेस्ट पेड। हामीले इन्ट्रेस्ट पायौँ तर एकाउन्टेन्टले इन्ट्रेस्ट तिर्यो भनेर रिकर्ड गरिदियो। करेक्ट इन्ट्री हुन्छ इन्ट्रेस्ट पाउने बेलामा क्यास आउँछ, क्यास एकाउन्ट डीआर टु इन्ट्रेस्ट रिसिभ्ड एकाउन्ट, तर एकाउन्टेन्टले लेखेको छ इन्ट्रेस्ट पेड एकाउन्ट डीआर टु क्यास एकाउन्ट। रङ इन्ट्रीलाई उल्टा गर्ने। इन्ट्रेस्ट पेड एकाउन्टलाई डेबिट गरेको छ भने इन्ट्रेस्ट पेड एकाउन्टलाई हामी क्रेडिट गर्छौँ। क्यासलाई क्रेडिट गरेको छ एकाउन्टेन्टले भने हामी क्यासलाई डेबिट गर्छौँ। अनि हाम्रो इन्ट्री बन्छ यसरी क्यास एकाउन्ट डीआर
दुईचोटि डेबिट हुन्छ क्यास, त्यसैले यसको एमाउन्टलाई हामी यहाँ डबल गर्यौँ र इन्ट्रेस्ट रिसिभ्डलाई क्रेडिट गर्छौँ अनि इन्ट्रेस्ट पेड एकाउन्टेन्टले डेबिट गरेको थियो, हामी रङ इन्ट्रीलाई उल्टा गर्छौँ, क्रेडिट गर्छौँ। एमाउन्ट कलिममा 250 यति गर्दा हाम्रो 15 को ट्रिपल आई पनि सक्यो। अब 15 को 4 नम्बर हेरौँ। 15 को 4 नम्बरमा क्यास रिसिभ फ्रम मिस्टर यक्स रिकर्डेड एज क्यास पेड टु यक्स। यक्सबाट क्यास आयो तर एकाउन्टेन्टले क्यास गयो भनेर रिकर्ड गर्यो, रङ इन्ट्रीलाई उल्टा गर्ने। क्यास आयो, क्यास आउने बित्तिकै क्यास एकाउन्ट डिआर टु यक्स एकाउन्ट, तर एकाउन्टेन्टले के गरेको छ, उल्टा इन्ट्री गरेको छ, यक्सलाई डेबिट गरेको छ, क्यासलाई क्रेडिट गरेको छ। अब हामी यसलाई उल्टा गर्छौँ, हामी के गर्छौँ, उल्टा गर्छौँ। यहाँ हेरौँ त एकचोटि, करेक्ट इन्ट्री हुन्छ क्यास एकाउन्ट डिआर टु यक्स एकाउन्ट, तर एकाउन्टेन्टले के गरेको छ, यक्स एकाउन्टलाई डेबिट गरेको छ अनि क्यास एकाउन्टलाई क्रेडिट गरेको छ। ठिक छ। जब हामी रङ इन्ट्रीलाई उल्टा गर्छौँ, जब यो रङ इन्ट्रीलाई हामी उल्टा गर्छौँ, हाम्रो इन्ट्री बनिहाल्छ जब हामी यसलाई उल्टा गर्छौँ त हाम्रो इन्ट्री बनिहाल्छ क्यास एकाउन्ट डिआर टु यक्स एकाउन्ट। अब यहाँ हामी हेर्न सक्छौँ करेक्ट इन्ट्रीको रङ इन्ट्रीको उल्टा गरेको इन्ट्री दुवै सेम छ। क्यास दुईचोटि डेबिट भयो अनि यक्स दुईचोटि क्रेडिट भयो, त्यसैले हामी यहाँ लेख्ने बेलामा क्यासलाई एकचोटि मात्र लेख्यौँ, यक्स एकाउन्टलाई पनि एकचोटि मात्र लेख्यौँ, तर एमाउन्टलाई डबल गरेर लेखेका छौँ। 1000 इन्टु 2000 गरेर लेखेका छौँ। ठिक छ। यति गरिसक्दा अब हामी जान्छौँ 5 नम्बरमा। क्यास एकाउन्ट शून्य, फेरि 4 नम्बरमा क्यास एकाउन्ट डेबिट भयो एकचोटि, एक्स एकाउन्ट क्रेडिट भयो अर्कोचोटि। ठिक छ। तर रङ इन्ट्रीमा क्यास क्रेडिट भएको छ, त त्यसलाई रेक्टिफाई गर्नको लागि क्यास क्रेडिट भएको छ भने क्यासलाई डेबिट गर्ने। अब हाम्रो क्यास दुई पटक डेबिट भयो र यक्स एकाउन्ट डेबिट भएको छ भने रेक्टिफाई गर्नको लागि क्रेडिट गर्ने। यक्स एकाउन्ट दुईचोटि क्रेडिट भयो, त लेख्ने बेलामा एकाउन्टको नाम एकचोटि मात्र लेख्ने, तर एमाउन्टलाई डबल गरेर इन्ट्री गर्ने। ओके ल 5 नम्बर हेरौँ। 5 नम्बरमा छ हाम्रो क्यास पेड टु रमेश 4000 वाज रिकर्डेड इन रमिता एकाउन्ट। रमेशलाई पैसा दियो तर रमिताको एकाउन्टमा लेखिदियो, त रमिताको एकाउन्ट क्रेडिट भएछ, तर हामीले रमेशको एकाउन्टलाई क्रेडिट गर्नु छ, त रमिताको एकाउन्ट क्रेडिट भएको छ भने रमिताको एकाउन्टलाई डेबिट गर्ने। रमिताको एकाउन्ट क्यास पेड गरेको छ, क्यास पेड गर्ने बेलामा रमिता डेबिट भएको छ, त रमितालाई क्रेडिट गर्ने अनि रमेशलाई डेबिट गर्ने। एमाउन्ट कलिममा 4000 सरी मिस्टेक भएको थियो है। रमिता एकाउन्ट डेबिट भएको थियो, क्यास पेड गर्ने बेलामा रमिता एकाउन्ट डिआर टु क्यास, यानि कि रमिताले डेबिट भएको छ, तर गर्नु छ रमेशलाई डेबिट। तब हामी रेक्टिफाई गर्नको लागि रमेशलाई डेबिट गर्छौँ अनि रमिता डेबिट भएको छ भने त्यसलाई क्रेडिट गर्छौँ। यति गर्दा हाम्रो 15 को भी पनि कम्प्लिट। अब हामी जान्छौँ 16 नम्बरमा। 16 नम्बर पनि हाम्रो यहाँ भनिरहेछ रेक्टिफाई द फलोइङ एरर युजिङ सस्पेन्स एकाउन्ट। सस्पेन्स एकाउन्ट युज गर्नु छ, यानि कि यो वान साइडेड इन्ट्री यसमा छ। आफ्टर प्रिपेयरिङ ट्रायल ब्यालेन्स हो। 16 को आईमा छ टोटल अफ डेबिट साइड अफ एक्सपेन्स एकाउन्ट हैज बीन कास्ट इन एक्सेस रुपीज 1500। एक्सपेन्स एकाउन्टको डेबिट साइड कास्ट इन एक्सेस ओभर कास्ट भएको छ। एक्सपेन्सको डेबिट साइड ओभर भयो, ओभर मतलब अपोजिट, एक्सपेन्सलाई क्रेडिट गर्ने। अब हाम्रो हुन्छ एक्सपेन्स एकाउन्ट क्रेडिट भने डेबिटमा के राख्ने त, डेबिटमा सस्पेन्स एकाउन्ट राखिदिने। एमाउन्ट कलिममा 1500 टु एक्सपेन्स एकाउन्ट। एक्सपेन्सेस एकाउन्टको डेबिट साइड
एक्सेस भइरहेको थियो, ओभरकास्ट भइरहेको थियो। ओभरकास्ट मतलब अपोजिट। त एक्सपेन्स डेबिटमा छ भने एक्सपेन्सलाई क्रेडिट गर्ने, ठिक। अनि हाम्रो डेबिटमा कुनै एकाउन्ट छैन, कुनै एकाउन्ट हुँदैन भने हामी सस्पेन्स एकाउन्ट लिएर आउने, किनभने यो वान साइडेड इन्ट्री हो आफ्टर प्रिपेयरिङ ट्रायल ब्यालेन्सको। त्यसैले हाम्रो सस्पेन्स एकाउन्ट डेबिट र एक्सपेन्स एकाउन्ट क्रेडिट भयो। त्यसपछि हामी B2 नम्बर हेर्छौँ। वेजेस पेड रुपिस 2500 रिकर्डेड इन क्यास बुक रुपिस 3500। वेजेस 2500 तिरेको छ तर 3500 लेख्यो। कहाँ लेख्यो त? क्यास बुकमा लेख्यो। क्यास बुकमा, क्यास बुक मतलब क्यासमा मिस्टेक गरेको छ, ठिक छ। क्यासमा मिस्टेक। वेजेस तिर्दाखेरि वेजेस एकाउन्ट डिआर टु क्यास एकाउन्ट, टु क्यास एकाउन्टमा 2500 लेख्नु थियो तर 3500 लेखिदियो। यानि कि क्यास एकाउन्टको क्रेडिट साइडमा ओभर कास्ट गरेको छ। क्यासको क्रेडिट साइडमा ओभर, त क्यासको क्रेडिट ओभर भयो भने क्यासलाई डेबिट गर्ने। अब हाम्रो हुन्छ क्यास एकाउन्ट डिआर टु सस्पेन्स एकाउन्ट 1000 डिफरेन्स पैसालाई लेख्नुपर्छ। त्यसपछि नेक्स्टमा रेन्ट अफ रुपिस 1000 पेड फर रेन्ट अनर वाज डेबिटेड टु रेन्ट एकाउन्ट। अब 1000 रुपैयाँ रेन्ट तिर्यो। यो रेन्ट बिजनेसको थिएन, यो रेन्ट अनरले आफ्नो खर्चको लागि तिरेको छ। त अनरले तिरेको खर्चलाई रेन्टमा त लेख्न मिल्दैन, तर एकाउन्टेन्टले रेन्टमा लेखेको छ। हामी रेन्टलाई डेबिट गरेको छ एकाउन्टेन्टले भने रेन्टलाई क्रेडिट गर्ने, अनि अनरले आफ्नो युजको लागि निकालेको पैसालाई हामी ड्रइङ भन्छौँ भने ड्रइङलाई क्रेडिट गर्ने। अब हाम्रो इन्ट्री हुन्छ ड्रइङ एकाउन्ट डिआर टु रेन्ट एकाउन्ट 1000। त्यसपछि हामी जान्छौँ 4 नम्बरमा। 4 नम्बरमा हाम्रो छ इन्ट्री क्रेडिट पर्चेस अफ 1000 पास थ्रु सेल्स बुक। सामान किनेको छ क्रेडिटमा तर एकाउन्टेन्टले सेल्स बुकबाट पास गरिदियो। रङ इन्ट्रीलाई उल्टा गर्ने। किनेको छ, किनेको बेलाको इन्ट्री हुन्छ हाम्रो पर्चेज एकाउन्ट डिआर टु क्रेडिटर्स एकाउन्ट, तर एकाउन्टेन्टले के गरेको थियो? सेल्सलाई क्रेडिट गरेको थियो। अनि हामी यहाँ सेल्सलाई उल्टा गऱ्यौँ, डेबिट गऱ्यौँ, र एकाउन्टेन्टले डेब्टर्सलाई डेबिट गरेको थियो। हामी रङ इन्ट्रीलाई उल्टा यहाँ डेब्टर्सलाई क्रेडिट गरेका छौँ र एमाउन्ट कलिममा 1000 लेख्यौँ। यति गर्दा हाम्रो 4 नम्बर सक्यो। अब 5 नम्बर लास्ट हो, यसपछि हाम्रो सक्छ साथीहरू, लास्ट हो है त। 5 नम्बरमा रुपिस 1400 पेड फर रिपेयर अफ प्लान्ट वाज डेबिटेड टु प्लान्ट एकाउन्ट बाई 3400। 1400 रुपियाँ प्लान्टको रिपेयरको लागि पैसा दियो, 1400 दियो तर लेख्ने बेलामा 3400 लेखिदिएको छ। 1400 दियो तर लेख्ने बेलामा 3400 लेख्यो, ओभरकास्ट भयो। र कहाँ डेबिट गरेको छ? प्लान्ट एकाउन्टमा। प्लान्ट एकाउन्टमा डेबिट गरेको छ, अनि कि प्लान्ट एकाउन्टको डेबिट साइड ओभरकास्ट भयो। ओभरकास्ट मतलब अपोजिट। प्लान्टलाई डेबिट गरेको छ भने अब के गर्ने? प्लान्ट एकाउन्टलाई क्रेडिट गरिदिने, भेरी सिम्पल। अब हामी गर्छौँ प्लान्टलाई क्रेडिट अनि क्यासलाई डेबिट। एमाउन्टमा डिफरेन्स पैसा राख्ने 2000। यति गर्दा हाम्रो मिक्स्ड एक्सर्साइज सकिहाल्छ, दि इन्ड भइहाल्छ। घरमा बसेर तपाईँहरू प्र्याक्टिस गर्नु होला। इक्जाम पनि एसईको अब नजिकै छ। सो किप अन प्र्याक्टिसिङ।